तपाईले अहिले जुन पढाउनु भयो नि मैले तपाईँले 1 2 3 4 पढाउँछु। 1 भने के हो? संख्या, पहिलो संख्या। तर हाम्रो भाषामा हाम्रो उसमा ग्रन्थमा चाहिँ 1 भनेको शिव हो कि 2 भनेको शिव र पार्वती हो 3 भनेको है ब्रह्मा विष्णु महेश हो 4 भनेको धर्म अर्थ काम मोक्ष हो 5 भनेको पञ्चतत्व पञ्चभूत पञ्च ऊ सबै कुराहरू 6 भनेको ब्रह्मा विष्णु महेश महालक्ष्मी महाकाली महासरस्वती हो 7 भनेको सप्त ऋषि सप्त गुहरू हो 8 भनेको अष्टभैरव हो 9 भनेको नवदुर्गाहरू हो 10 भनेको 10 महाविद्या 10 महाअवतारहरू हो 11 भनेको 11 रुद्र हो 12 भनेको 12 राशि हो 13 भनेको 13 कन्या हो 14 भनेको 14 लोक हो 15 भनेको पूर्णिमा हो। यसरी बुझ्नु पर्यो नि त सर। क भने के हो? तपाईले के भन्दै हुनुहुन्छ मैले बुझिन कसम। बुझ्नुहुन्न नि त है। यो चाहिँ के तपाईले अहिले जुन पढाउनु भयो नि यसलाई चाहिँ के भन्छ खास 1 2 3 4 कसरी बन्यो भन्ने कुराहरू हो कि है। संस्कृतमा संस्कृतमै हो है। अनि त्यसरी अर्को भने क भने के हो ख भने के हो ग भने के हो। हामी त कमा मात्र अड्क्यौँ के सर है। को कहाँ गयो कसले के गर्यो कसले के लायो कसले के खायो कसले के गर्यो कता गयो कसो गर्यो। हामीलाई क भने कर्म पनि गर्न सिकेनौँ कि सर हामी। अरू छोडिदिउँ न। ख भनेको हामी खतरा हुनुपर्ने हो नि त वीर हुनुपर्ने हो नि त। ग भनेको हामी चाहिँ गरी खाने हो नि त हामी त है। गोर्खा गाउँ गाई सबै गाजा साजा सबै कुराहरू हामीले बुझ्नुपर्ने हो नि त ग भनेको। अनि बल्ल घमा जाने घर बनाउनेहरू हो नि त हामी। ग पढेनौँ सर राम्रोसँग है। तपाईँलाई संस्कृत 2-4 श्लोकहरू भन्छु ल मैले तपाईँलाई त्यसको मतलब भन्नु न त है। पूर्णमदः पूर्णमिदं पूर्णते पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पुनर्मेवावशिष्यते। यो भने के भन्दाखेरि चाहिँ सर होइन हामी शून्यबाट आएको शून्यमै हराउने हो धरतीमा बसुन्जेलसम्म राम्रो काम गर्ने हो जाने हो है। असत्यमा सद्गमय तमस्समा ज्योतिर्गमय मृत्युमा अमृतम गमय। के भने के हो त्यो त बुझ्नुहुन्छ हजुरले है। असत्यमा थोरै सत्य छर्न आएको हो अन्धकारमा थोरै उज्यालो छर्न आएको हो जुन एकदमै पीडामा छ नि त्यसमा दिन आएको। हाम्रो सोच्नु त ल सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित्। संस्कृत भनेको संसारको पहिलो भाषा हो क्या सर। त्यो बुझ्नु पऱ्यो नि त। अङ्ग्रेजी बोल्ने ठुलो हुन्छ साला अङ्ग्रेजीहरू त हाम्रो 1लाई यस्तो गरेर 1 बनाएको हाम्रो 2लाई यस्तो गरेर 2 बनाएको हाम्रो 3लाई यस्तो गरेर 3 बनाएको हाम्रो 4 यस्तो यस्तरी गरेर 4 बनाएको हाम्रो 5 भएर तिनीहरूको सिस्टम आई वाला हो कि सर। त्यो त बुझ्नु पऱ्यो नि। 7वटा बार हाम्रो पुर्खाले पत्ता लागेको हुन्छ। सन भनेको के हो सूर्य भनेको रवि होइन। अनि हाम्रो आइतबार भनेको त रविबार